फोरम सरकार समर्थन आगो दु जनक्तिनी राजु साके जो दैदी थिए जब तक थो इश्यू चाहिँ संसदीय टेबल जुइमको संसदीय डिस्कसन जुइमको थो चाहिँ राष्ट्रिय स्वरूप काइमको एजा ठिकै न बच्चा बल विषय आगेना चाहिँ छि थगु सथ होकेगु संसदीय वो खन प्रिसा थन तैदिसा तैदि त इरागना सुगारो रश्मिला जो अनिवार्य सकले सक्षिता जो यो जजलबा थो विषय प्रवेश यान्यो जे गो विषय वस्तु हम बिया दो झिगो थाहा झिगो सरकार गो विषय था थो विषयले न्यू प्रसंग चाहिँ जे छिकिन्छ अन्तर्राष्ट्रिय रूपमा खण्डोपति न्याप्ने थो सन् 1898 हवाई टापु चाहिँ अमेरिका कब्जा आउँछ अहिले उकियो शतवार्षिकी लस्टा हैगा 1998 बिल क्लिन्टन राष्ट्रपति जुया चौ टाइमे बिल क्लिन्टन चाहिँ हवाईले वो टाइमे अनचोपी आदिवासी कन्का माओली वेगअप छ्याप राछ अछि प्ले कार्ड जना इबी चाहिँ राष्ट्रपति वनिउले चुन्छन तम मनु न मनु एकदम कमेरको मनु ह तर जब राष्ट्रपति अन्ते हवाईले वना सम्बोधन यत्न हो टाइपे बिल क्लिन्टन डक्ले नापा चाहिँ अन्यन कने या ढंगा छुदा थो छुदिसे र वो सी साके वेगमा छुर्गा नवाता छ थो हवाई डाउन ल्यान्ड थन्चोदे आदिवासी पेवे ख जिमियो पुर्खा तसे थौसे सचिद न थो हवाई टापु का भने गो क्षति मानवीय भौतिक हरेक हिसाबको क्षति जो ह उक्यो लागि जी चाहिँ जिमियो पुर्खा पे पाखे माफी भने थो एक्जाम्पल छौ लोकतान्त्रिक मुलुक है तहम चाहिँ ठन्थे ये 14 गते थनवना थे जुलूस बिगया अछि न या लोकतान्त्रिक देश है छु न्याय ख छु अन्याय ख भयो उक्त न ठीक यद्यपि अन्न चाहिँ विभेद दुजी नेमेउ छ मेउ छौ प्रसंग चाहिँ सुन्यत्न राछ अस्ट्रेलिया अन्न आदिवासी त भयो आस्ट्रिक एबोरिजिनल है मलाई अन्न चाहिँ युरोपियन त वन ढुङ्गा अञ्चोबी 90% अफो मनुष्य इबे छुए मुम जनावर त साथे वसवे अपोषण अनलिपा अन से ककेशियन त्यो शासन सुरु जुल युरोपियन त्यो वो सुरुजी ढुङ्गा अञ्चोबी आदिवासी त डक्वे नर्दर्न बेल्ट हुन र आ ठाउँ भने छुई न्यनिसे वेगअपसना आन्दोलन या त छुछौ अधिकार न काल तर न जिम्यू ल्यान्ड जिम्यू ख ठो चाहिँ घोषणाजीमा ठो गन घोषणाजीमा धाटे संविधानिक प्रियाम्बल प्रस्ताव नयाँ वच्चेमा भगा पार्लियामेन्टी न्यने वेगअपसन आनो नीचाको जुन्छौँ अहिले वो पार्लियामेन्टले चाहिँ गुल्न विश्व नेता त होइ वेगअप त नाप्ल्याउ लागि एबोरिजिनल एम्बेसी भगा एम्बेसी स्थापित गर्न आनो जुन्छौँ जिन छुइ न अस्ट्रेलिया भन्नाले इभी नप भेटघाट नै हुने हैन छ इन्डिजिनस ल्यान्ड यो लागि गयो किसिमको संघर्ष जो भयो छौ चाहिँ जिन्यू उदाहरण चाहिँ थन्बिए आ झिउ देश छुजिया तन्ले झिउ देश झिउ थाहा झिउ सरकारको भयो ख सुरु निसे योको न्यो निसे ठो उठे जी मुक्त वास्तवमा भाषिक जातीय सांस्कृतिक हरेक हिसाबमा अतिक्रमण जुले नेवादेश फल्यान्ड यो बारे चाहिँ थम संघर्ष न क्या बा वो ढंग चाहिँ मुभमेन्ट या थेल स्थिति मजुल थन्जको मको गोर्खा राज्य विस्तार जी यमेन्यौ न आदिवासी त लिम्बुवाले लिम्बुडो किरात प्रदेश राई जी फुक्क ठासे थठाउ दु म वो अन्न पनि जुयातो म बिस्तार बिस्तार आज सुल्यावन लाछ थो विषय चाहिँ प्रवेश जुया होइछ एजुया आज जो एजेन्डा छुटगा होइ कोन देश राष्ट्रियले अब सडक विस्तार विरुद्ध संघर्ष वर गैन्यायिक जो कारण मलाई अदालतको निर्णय कार्यान्वयन मजुरी यदि 14 गते आन्दोलनी मुद्दा सुरक्षित सुर्दी वो मुद्दा त यो छुरा छ आश्विन महिना
मुआवजा बिहा क्षतिपूर्ति बिहा जग सतत विस्तार यादै इम्दा धेरै छौ फैसला वो फैसला पूर्ण पाठ अदालत बिमा तर आएको मोल्यो अला 14 गते जो आन्दोलन चाहिँ मुख्य मुद्दा छुटेरले पूर्ण पाठ याक्नै दियो झुलाई झुख गाला जुइमो पनि म आ पूर्ण पाठ याक्न दियो ढगा झिसा धामा स्थिति छ ठो समस्या त आ 5 वर्ष छोरे जुन पूर्ण पाठ मक्सा संक्षिप्त पाठ छ बिमाला या फायर खजो छ ढाले झिगो लायक झिउ चाहिँ सरकार ख भइ चिजला गल अझै यो भाइ झिसा अयौ चीज यो लागि त न संघर्ष यामा हो अले उजियो लागि न लयो खरा अश्रु ग्यास मलाई हरेक चीज यामा अवस्था दु अझै चाहिँ मेरो विषय चाहिँ सांस्कृतिक सम्पदा संरक्षण विषय न गो खकनाइ के छ बोला थो विषयले दिन चाहिँ युरोपियन युनियन विषय खास न जे उकी भदी त काका नवाना थो विषय त अले वेकमा नजा चाहिँ न्यू संविधान धारा गर्नका मलाई छौ चाहिँ धारा 25 छौ चाहिँ धारा 37 सम्पत्ति हकको आवासीय जे छौ न्यून धारा छुडाएर छ वो न्यू यो अतिरिक्त संविधान यो धारा 32 उयो उपधारा 3 ने छुट्याइलो लाग्छ सुन समुदाय थौ भाषा संस्कृति संरक्षण विषय सम्पदा संरक्षण हक चाहिँ मौलिक हक कार्य बोला कार्यान्वयन जीमा आइएलओ अभिसन्धि बारे ठन चर्चा जीमा जी उकी चाहिँ छौ मेन क्लज जका झिट सरकार जो रहेछ छ उही त स्वतन्त्र सुसूचित पूर्व स्वीकृतिको हक उही त हक यो ना चाहिँ स्वतन्त्र सुसूचित पूर्व स्वीकृतिको हक फर हाउसले हामीले गुण आदिवासी त्यो ल्यान्ड वो ल्यान्डले चाहिँ विकास निर्माण जायामाल भाषा दक्षिण झापा छुयामाल भाषा इम त फ्री इम चाहिँ खलामल इम त इन्फर्म जीमल अहिले प्रायर कन्सेन्ट वेदर बिनाको चाहिँ सुन विकास निर्माण जाजो भ्याटिन्छ इम्रो कन्सेन्ट काम हो छ चाहिँ थो अधिकारी हो अथवा इआइए भन इन्भाइरोन्मेन्ट सम्बन्धी एसेसमेन्ट यो न अछि इम्प्याक्ट एसेसमेन्ट भन यही आठम सुझावको नाच घन सडक विस्तार याले संस्कृति सम्प्रदाय छु इफेक्ट लान्छौँ घुम्नै आउला वातावरण त छु इफेक्ट लान्छौँ थल चाहिँ गुलिमनो उजी चाहिँ धान्याको जनघटना ल्याएको वो दुई भई कि म भई ल यो समस्या गए ध यो समस्या गए अथवा चाहिँ नेन्यो समस्या गुष्ट भई छुए इन्भाइरोन्मेन्ट इम्प्याक्टमा अध्ययन जरु मरो फ्री प्रायर कन्सेन्ट योलाई खै गर्छ म पूर्व सुसूचित यो अधिकार छेला पुगे तर नेपालमा फय अभिसन्धि अन्तरिम संसदले पारित दियो आठो चाहिँ सेङ्क्यु लागि थियो चाहिँ म्याद 10 वर्ष दियो 10 इयर ढुङ्गा यदि हान उल्ट छिया मफत ढाँचा वो स्वतः चाहिँ निष्क्रिय आ 10 इयर दैव अवस्था भयो ठुलो विषयले चाहिँ सरकारमा जो जानकारी छैन संयुक्त राष्ट्र सङ्घ आइएलओ फ्याइट अथवा त्यहाँ झिउ ल्यान्डको सकुलो चाहिँ मेजर अभिसन्धि वा महासन्धि विश्व प्रोटोकल र ग्रुप वो चाहिँ छोरा छौ डिक्लेरेसन र खछौ आदिवासी जनजाति अधिकार सम्बन्धी उही चाहिँ ठाउँ ल्यान्डले दिने आदिवासीले स्वशासन अधिकार दै हेर्दै स्वशासन हामीले सेल्फ रुल अब सेल्फ रुल अधिकार चाहिँ झिउ मेजर ख आठ संघीय व्यवस्था गए भएका केन्द्रीय साझा शासन यो अधिकारमा क्याफिजो छाडा छ नेवा राज्य दुसक नेवा त अनुना चाहिँ साझा शासन बटिकाको मलाई उही चाहिँ साझा शासनको लागि चाहिँ अन्तर सरकारी परिषद भएका चिफ मिनिस्टर व प्रधानमन्त्री दुईटा अन्तर सरकारी परिषद चाहिँ वो अन्तर सरकारी परिषद है झी नेवा प्रतिनिधि सुधु एज साझा शासन र झिउ मन त झिउ संविधान बिहा छ नेवा राज्य मरु कारण मरु अथवा चाहिँ आज यो चाहिँ स्वशासन त्यहाँ छिउ मिनट लगाउँदिन एज छिउ भूमिका चाहिँ स्वशासनीय अधिकारीलाई नेवा स्टेटमा जे अन्तिम छुडाएर छ आयोगलाई चाहिँ नेवा स्टेट भाषा भाषा प्रयोग अछि या डको जसको हातमा लाठी उसैको भैँसी भए नि दारू पनि जना चोइने डको यही एजुली वो दारू पनि क्या भयो चाहिँ जो नेवा स्टेट ख
झिउ नेवारले समृद्धि न नेपालीले समृद्धि न नेवारले शासन ल्याउँछु इले विश्व प्रसिद्ध जो खन्बो लो ममुनपिसे ठो विषयले चाहिँ सचेत जुन लाग्छ झिसो फुक्क अधिकार काफै झिउलाई झिउए या भई ठुले जी या ठाउँ कोचागे संसदीय सन्दर्भ अब यो सरकारी बिल गैर सरकारी बिल है नेपाली राजनीतिक इतिहास है डेमोक्रेटिक कल्चर मरु एज आतक गैर सरकारी बिल लगाइएको भिन्न बिल त हो छौ मानव अधिकार आयोग समिति बिल बाहेक सम्पूर्ण असफल अहिले संविधान सरकार बिल है सरकार बिल है ढुका संशोधन प्रस्ताव चाहिँ 90% असफल छ्यादाहरूले संसदीय व्यवस्था चाहिँ वो संशोधन प्रस्ताव पास गर्ने सरकार राइदाना यामाली ढुका छौ नर्म्स चाहिँ हेर्दा यहाँ नै असफल एजुले ठो चाहिँ मेनली सरकार चाहिँ सरकारी बिल रूपमा हेफेमा एज या नेवा सांसद त फुक्क जाने जो बिजाले छाडा गैर सरकारी बिल एक खर्च जे हरेक बिल एक लागि मलाई गर्के खोक्नायो बिल लागि तर पास या फेरि फेरि हुँदै पुरा मलाई अनेकौं बिल त आवेका बिल ल्याएर जितेन्द्र बिल मलाई हरेक हिसाबमा गैर सरकारी बिल दर्ता या लागि जी चाहिँ हेलवा दियो तर सरकारी बिल या भाषा उयो लागि सरकारी चाहिँ ठाउँ मन्त्री परिषद दिने विधेयक समिति राख्दै अनि वो विधेयक समिति अनुमोदन जुल्की दिने सरकार चाहिँ सरले है अहिले उक्त विधेयक समिति लागि चाहिँ सत्ता पक्षले सांसद तनाव सहकारी जना जिया आन्दोलनकारी पासपिसन कानुन व्यवसायी पासपिसन दक्ष उक्त याको चाहिँ एकदम बाला तर आफू चाहिँ एजेन्डा एउटा चाहिँ हरेक एजेन्डा चाहे खोक्राजीमा चाहे सडक विस्तारजीमा चाहे सेटेलाइट सिटी एजेन्डा थामोजीमा चाहे चाहिँ ठनै लोन तब्या एजेन्डा दिसेका आउटर रिङ रोड एजेन्डा थजीबी हरेक एजेन्डा चाहिँ संसदले उठाइदि र जे चाहिँ उठाए म के लागि चाहिँ जी प्रतिबद्ध तर पास कि वो कार्यान्वयन झिउ लागि चाहिँ सुना ख उठाएर वो प्राइमेरी ख उठाएर लागि उठायो वो सोएन पानी क्या कार्यान्वयन याकी लागि उठाएमा उयो लागि सरकारी बिल गभर्नमेन्ट बिल विधेयक रूपमा हेरेर भाषा जग्गा झि चाहिँ सफल छु छाडा चाहिँ नेपाल चाहिँ अविकसित देशको कल्चर उली बाला बुझ्यो ठुल्या झि चाहिँ